यो वाट्सएप गाजीको ब्याग किनेर एनर्को भ्लग आएको लङ टाइम होइन आज चाहिँ हामी ड्राई पनि खान चढेछौँ साथीहरूसँग र के भइरहेको यहाँ र अब चाहिँ हामी यहाँ यो फुच्चे भयो यो पवन भयो अनि म भएर अनि अरू साइल उगेशहरूलाई चाहिँ बोलाउनु जानु हो अझै 2-3 जनाहरू छन् हामीसँग चाहिँ छ यहाँ मोन्स्टर हाम्रो आएको हिरो डिस्कस गरिरहेको यहाँ र भ्लग चाहिँ एकदम लङ टाइमपछि हाई सेयर गरिदिनु होला भिडियो एकदम च्यानललाई सब्सक्राइब गरिदिनु होला भिडियो मन पऱ्यो लाइक गरिदिनु होला है ल लिला हाम्रो चाहिँ खानपिन बन्दै हो र साइल पनि आइसके र यहाँ चाहिँ अब खानपिनको सपिङ हुँदैछ र फाइनली यहाँ सामान चाहिँ पुरै सपिङ भइसकेको छ र अब चाहिँ हामी जान्छौँ डेस्टिनेसनतिर यहाँ है गाइस सबै जम्मा भइसक्यो अझै 2 जना आउँदै छ र त्यसपछि हामी नन स्टप लाग्छौँ के ल्याएको गाइनको ब्यागमा ग्याहाक अलि आज हाम्रो पिकनिक उम्काइदिने र उहाँ चाहिँ हिरो माई गड उगेशको प्रोफाइल पिक्चर फेरि आज नि चेन्ज हुने भएन अर्को हिरो आउँदै हुन्छ उहाँ ऊ गलत ढल्किँदै गाइस हामी चाहिँ यहाँ होइन आइपुग्यौँ हामी सबै र अब चाहिँ हामी ठाउँतिर जान्ला यहाँ कोही पानी भर्न जान्ला कोही यो ठाउँ सेटिङ हान्न जान्ला भइरह आयो भने क्या नियो कहाँबाट आउने त फेरि सिंहहरू यत्रो बोकेर हिँडेछ पहिला आउँछ हामीलाई काउसारीमा हिप्पो देखाएन होला हामीसँग यहाँ हिँडिरहेको थियो गाइस हामी चाहिँ फेरि चापी छुट्यो अब के गर्नु त फेरि लिन जानु पऱ्यो खै कहाँ गयो हिप्पोहरू हे चापी यहीँ स्कुटीमा लाएर हिँडेको आयो ल पानी खानु यस्तो पानी खाँदै पानी पनि के भन्छ हिँड्नु यो हात त डिङ्गर ध्यान तर यो दुईटा हात्तीहरू हटाएन ओहो ठाउँ त कडा कहाँ हो त झाडीमा फाइनली गाइज हामी चाहिँ होइन यस्तो बबाल ठाउँमा आइसक्यौँ चुलो पनि बनाइसकेछन् र उहाँ सामान लिन सकेछन् अब चाहिँ हुन्छ हाम्रो यहाँ पिकनिक सिजन के पकाउने सामानहरू निकाल्दै यहाँको छ न हो कोहीले यतै हो कि तलै पार्टी डिक्कीमा मेरो यताहरूले आगो चाहिँ फुकिसकेछन् है यहाँ चाहिँ कल्ल रड चाहिँ हेरेर बस्छन् एउटा मात्रै काम गरेर ओके पहिले पकाउन पर्ने कुरा 1 किलो हो पकाउने भाडा 1 किलो हो है झैया गरिसक्यो फर्स्ट टाइम निकालेको पकायो ल सबै यहाँ हाल के अनि यस्तो चुच्चो बना हाल सबै हालेर घोल अब सुदर्शनले अब 2 नम्बरी काम गरेछ यस्तै त हो नि सुन्दरीको मुखमा चल्छ र अब चाहिँ चाउचाउ बन्न पानी काट्दैछ सबै बनिसक्यो अब ल है उगेश यो एकदम मेहनती है यो उगेश मजाले साइड उगेशहरू चटपट के अरे यो के हो चाउचाउ पकाहान् यी दर्शक यहाँ एउटा दर्शक अर्को दर्शक यी भिडियो गरिरहेको अर्को दर्शक यो दर्शकै हो त्यहाँ पकाए जस्तो मात्रै गरे यो भुँडे खानालाई के जाने होइन खानै जन्मेको रहेछ त्यहाँ बस्या खा यहाँ अलिक मेहनत भनेको 1-2 जना घरि यो लौरो लिन जान्छ भ्लग कसले गरा दुईटा के हो खुर्सानी पर्यो हामीले चाहिँ ससेज अन्डा चिकन ललिपप अनि चाउचाउ अनि फुरुकी यति 5वटा खानेकुरा ल्याएथ्यौँ नेपाल बाहेक अरू देशमा छरेर बस्नुभएको साथीहरू मेरो ब्यानरको मेडिसिन यो गाउँको लोकल अर्गानिक घरमा आफ्नो घरमा मिसाइको यो सुन्तलाको बोक्रा यो
एकजना फेरि ल ओ पवन एउटा उठे गोलो गोलो ट्युब साइडमा गाड्नु साइडमा यस्तो गोलो गोलो के पानी लिन जान लाग्यो पानी भ्यान ल्याएर अरे हामीलाई नै पठायो यो र मजा चाहिँ होइन पाकेर यहाँ पुरै पस्केर यहाँ म्याएको चाहिँ भ्याएर छन् अब खाने बेला भएछ वाह के गरे हो यहाँ बोतल खस्यो बुखाएर बोतल निकाल्यो ल निक्ल्यो ढक्क नि हरायो यार वाह मिठो 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 खानेकुरा यहाँ रहेछ है ल आउन चस खानौँ त समस्या यही भयो अहिले नुन बढी हो ल एकदम हङ त काली पारामा खाएर नि सक्न सकिन ल यो है के छ खबर मजा है यत्रो भ्याएर सनसेट हेर्दै खान अब चाहिँ खाना एउटा चिकन ललिपप बाँकी रह्यो कपडा भरि लायो यार खाएर चाहिँ लगभग सकियो अब यहाँ फुरुकी बाँकी रहेकोले खाइरहन् हामी सिगाङ गाङ्दै बसिरहन् सब गर्दै बसिरहन् र अब चाहिँ फोटोसुट सुरु भइसक्यो गाइज हेर्नुहोस् हाम्रो मोडल आउनुहुन्छ र फोटो खिचेको विश्वास नलाएर यहाँ डेकमा कनेक्ट गरेर किचिक किचिक आवाज आइरहेको छ ल यहाँ फोटोसुट भइरह होइन यस्ता हिरो हिरोहरू हामीसँग जति पनि छन् किन्न चाहनुहुन्छ भने कन्ट्याक्ट गर्नु होला यहाँबाट हेरगानी राम्रो कहाँबाट हेरगानी राम्रो ल अब चाहिँ फोटोसुट भ्याएर अब घरतिर जानु लाग्यो है ल भ्याइयो क्या आउन बाई